ओके गाइस हामी अहिले तपाईको सुनाखुटीमा छौँ सुनाखुटीको यो के छ देवी बुद्ध चौक हैन बुद्ध पार्कमा छौँ है यो चाहिँ हामी अहिले दुःख सुनाखुटी एरिया र आज चाहिँ हामी तपाईको टक्क नेवारी खाजा खानाको लागि आएको छौँ यो तपाईको लप्सी हाउस भन्ने ठाउँमा ओके ल हामी यो लप्सी हाउस यहाँ बस्ने कि त्यहाँ बस्ने ओके यसो ठ्याक्कै यसरी बस्दै खाने ठाउँ रहेछ है यहाँ चाहिँ ओके बेबी त्यहाँ जुत्ता खोजेर आउनुपर्छ र साथीहरू यहाँ मेनु पनि हेर्नुहोस् तपाईँको टक्क यहाँ हरेक नेवारी चिजहरू पाउँछ र बुढ र म चाहिँ आज हामी चाहिँ नेवारी खाजा लान्छौँ यसलाई हटाउँ नि कहाँ टक्क यसरी तपाईँको पलिथी मारेर बस्नुपर्छ साथी होइन प्योर तपाईँको लोकल नेवार खाजा भनेकै छ मैले के अर्डर गर्ने के तपाईको लागि एउटा भुटन छोइला पाङ्ग्रा अनि अचार र छ्याङ ओके ल थ्याङ्क्स ओके मलाई त पिरो हाम्रो टक्क हामीले अर्डर गरेको खानपिनहरू आइसकेको छ यो तपाईँको के हो दियो पापड अनि यो भुटन छोइला अचार र तपाईँको चिउरा र यहाँ हेर्नुहोस् तपाईँको यहाँको लोकल तपाईँको छ्याङ ओके गाइज अब हामी चाहिँ सुरु गर्छौँ ल भुटन मन पर्दैन यो मन पर्दैन म साइडमा राख्छु नि त ओके धेरै मगायो भने ठिकै छ धेरै चाहिँ कसरी भएको छ मिठो धेरै छ मिठो पाङ्ग्रा पनि चिउरासँग चाहिँ दामी हुन्छ है गाडी खानैपर्छ मस्ट टेस्ट छोरा चाख्नु अलि चाहेको त दाँत फुलिसक्छु दाँत दुलो चिउरा त भयो र यो नेवारी तपाईँको खानाहरू खाँदाहरू चाहिँ दाँतको एकदम राम्रो एक्सर्साइज हुन्छ है साथी होइन कुनै पनि नेवारी डिस चिउरा बिना पुरा हुँदैन फेरि यस्तो नेवारी खाना चाहिँ तपाईँको काठमाडौँ भ्याली भनौँ न काठमाडौँ भक्तपुर ललितपुरमा मात्र मैले तपाईँको पाएको महसुस गरेको छु अरूतिर मैले खासै पाउँदिनँ उता पूर्वतिर पनि खासै हुँदैन है पूर्वतिर पनि खासै मैले यस्तो नेवारी काहीँ देखेको छुइनँ पश्चिमतिर पनि देखेको छुइनँ हामी बाहिर पनि खाने तर अब बाहिरको नेवारहरूले पकाउनु नआउने बाहिरको नेवार यहाँको नेवारको उयो त मिल्दैन कल्चर पनि मिल्दैन बाहिरको नेवारहरू तपाईँको प्योर हो क्या
बिर्सिएको जस्तो हो यसो नेपाली खाना पनि पकाउन आउँदैन नेपाली बोल्नु पनि आउँदैन नेवारी चाहिँ बोल्दैन है नेवारी चाहिँ बोल्दैन नेपाली बोल्दैन अनि खाना यो कहाँ पकाउँछ यहाँ त बच्चाले नेवार आउँछ पनि बच्चाले नेवार बोल्दैन त्यहाँनिर तपाईँले बाटो चारा पनि हाल्यो मान्छेहरू अलिक कम देखिरहेको छ मान्छे आउनु छोड्यो क्या हो बेला भएको जब 5 बजी तब पाउँछ अर्को सम्पङ्गले बाहुनले पनि सबैलाई नाच्ने सबैको संस्कृति जगर्ना गर्नु भनेपछि खासमा बाहिर अब घरमै तपाईँको पकाएर खानुपर्छ किनभने पैसा जोगिन्छ भन्ने कुरा हुन्छ कि बेबी तर अब बाहिर चाहिँ कस्तो चिजहरू मलाई चाहिँ के लाग्छ भने कस्तो चिज खानुपर्छ भने घरमा पकाउन नसक्ने अथवा घरमा गयो खासै जस्तै किन त हामी पकाउँदैनौँ नि त पकाउनु पनि आउँदैन बफै खाएनौँ पकाउनु आउँदा पनि आउँदैन त्यो भएर यहाँ आएर खाना चाहिँ होइन त केएफसी खानु जाउँ केएफसी त महँगो छ नि टाढा छ नि त अबदेखि सेवा चाहिँ घरमा खान्छु सेवा त पकाउनु आउँदैन अगाडि त्यो कसले खान्छ कुन गएर यो तपाईँ खाने हो यो सकिसक्यो यो लास्टमा खाने भनेर तपाईँ अब गाई हेर्नुहोस् मेरो बुढलाई पुगेले बेतुले मैले खानु पर्ने भयो
वर्षमा कसो मनाएको खै मेरो Kiko kalima lagi. No. Mira garis sangan tahu. No proper. Jadi 그렇게는 하면서 많이 하는 거야 뭐 분수도 하는데 그거가 쳤다 누나 아들은 거만 거라 언제를 쓰면 अलिक राम्रो राम्रो जस्तो त चाहिन तुइको 2 घण्टा भइसक्यो डाइनोसर पनि अब आज चाहिँ हिजो अस्ति जस्तै सुपर हिरोको झ्याउ लाग्ने डाइनोसर बेबी पनि बेबी नै हो क्या कार्टुन सुपर हिरोको चाहिँ मनपर्ने त्यो जुरासिक पार्कमा गएर 2 घण्टा भइसक्यो डाइनोसर आउँदैन त्यसको कथा नि त्यो हो त डाइनोसर बिस्तारै आउने हामीमा न त्यो थिम छ नि जुरासिक पार्कको पटाएन पो भने पुकेटमा ओल्ड टाउन हो पटाएन बटाएर सुरु गर्ने सुरु गर्ने खालिदियो यहाँको स्पेसल भनेको यो स्याङै हो होइन यहाँ चाहिँ तपाईँको बियर सियर हार्ड ड्रिङ्क्सहरू होइन अब खाने मान्छेले खाइहाल्छ होइन कसैलाई त अब त्यही सिलप्याके खानु मन लाग्छ होइन तर आउँदाखेरि चाहिँ जस्तो तिम्रो सेकुवा गर्न जाँदाखेरि गर्मीमा बियर हो चिसोमा तपाईँको टोङ्बा हो होइन त्यस्तो तपाईँको यहाँ आएपछि चाहिँ नेवारीमा चाहिँ टक्क नेवारी सेटसँग छ्याङ खानुपर्छ है कस्तो दामी उज्यालो रहेछ उज्यालो मजा आयो मजा आयो आनन्द भयो पानी खाएर के खाएर सबै खाएर अगाएर पानी खाएपछि मेरो जिउमा प्रोटिन कमी भइरहेको थियो रेड मिटको ठिक्क यसले ब्यालेन्स गर्यो कहिले भनेको रेड मिट त्यो प्रोटिन कम छ मैले नि चिकन खानु भन्छ नि त डक्टरहरूले चिकन खानु सकेको छैन नि त चिकनमा भन्दा धेरै पफमा प्रोटिन हुन्छ नि त यो बफमा चाहिँ तपाईँको प्रोटिन हुन्छ कि साथी हो रेड मिट भन्नु रेड मिट हो नि त छोरा त मेरो बुढ्ला अलिकति प्रोटिन कम थियो त्यही भएर यो तपाईँको रातो मासु खाएपछि चाहिँ तपाईँको त्यो प्रोटिनको तपाईँको आवाज बडीलाई फिल भयो भन्ने कुरा आएको छ अब भरे म त 5 पनि खेल्छु होला धेरै प्रोटिनमा टु मच कस्तो के यो नखाएको कति भएको थियो हामीले यो नखाएको यहाँ आएर नखाएको पोहोरको जाडोदेखि आएको थियो जस्तो लाग्छ मलाई मन हुँदादेखि आएको थियो काँचो नभएर मैले जाडो महिनादेखि नै आएको थिएन हामी यो ठाउँ चाहिँ उहिले
म +2 पढ्दादेखि नै थियो अब सुरजोली कसरी आउनुभयो कसरी आयो खोज्दै खोज्दै आउँदाखेरि टिकटकमा देखेर टिकटक त्यही बेला म यहाँ इभिनिङ वाक गर्न गर्दै आउँथेँ आउँदाखेरि टक्कै यसो देखेँ के छ भने छिरेको नेपाली चाहिँ चाख्दिनँ भनेर चाखेको राम्रै लाग्यो त्यही हो पहिला कोइन्सिडेन्टली छिरेको पनि गुड रिजन हुन्छ हेर्नुहोस् त्यो कलेजो कलेजो खाँदैन किन हो हाई उयो छ अरे टक्सिन के लिभरमा चाहिँ यो कलेजो चाहिँ तपाईँको हाई टक्सिन हुन्छ अरे त्यो चाहिँ प्रेग्नेन्ट भएको केटी मान्छेले चाहिँ खानु हुँदैन है खाँदै फेरि भोलिको लागि सबैले सपिङ गरिसक्यो 13,000को हारी किनेछ यो डुप्लिकेट रियल नि 13,000 के हाल्यो कस्तो पैसाको यस्तो हामीसँग खाएको नि पैसा हाल्यो त छैन अनि मेरो चाहिँ 13,000को गयो त्यति बेला मैले 7,000मा किनेको हो तर अब हामीले एउटा यति बेला सस्तो भएको बेला एक दिनको महँगो छ अलिक पछाडि सस्तो भएको बेला एक सेट किनिराख्नु पर्ने पछिको लागि त्यति बेला किन्नु पर्थ्यो किन यादमा पछि अब छोरी भयो भने त पछि त 20-30,000 पठाएको हारी पनि छोरी भएन भने बुहारीलाई तर मैले किनिसकेँ त मेरो त्यस्तो छ मेरो त्यस्तो पनि छ यस्तो अगाडि पनि छ बुहारी जसले पनि अपरेला नगर्दो रहेछ आफै किन्छ धेरै टाइम छ नि त दुई त्यति बेला 2 दशक 60 वर्ष पुग्नुभयो है मेरो छोरोको बिहेमा त म 55-60 पुग्छु डेडी जस्तो हुन्छ होइन कहाँ हुन्छ डेडीको पनि कन्छ त नि डेडी अहिले कहिलेमा 35 छु अनि 20 वर्षपछि 55 भएन बाबा त 65 पुग्छ मेरो अनि के तपाईँको छोराले 20 वर्षमा बिहे गर्छ तपाईँ जस्तो 30 वर्षमा गऱ्यो भने चाहिँ त्यसै बेला त 65 पुग्छु तपाईँ पनि डेट जस्तै भन्नु छिटो बिहे गराइदिनु छिटो बिहे पनि के गर्नु आफ्नो खुट्टामा नउठिकन बिहे गर्ने कुरै चल्दैन म त सिधै नो चाँडै गर्नु सक्छ पछि आफू त ढिलो गर्ने अनि मलाई त छिटो गर्ने भन्छ भन्नु सुरुमा जुन गर्लफ्रेन्ड बनाउँछ दुईजना बिहा गराइदिन्छ तुलक मामाले बुहारी खोजिसक्नु भएको कसरी त्यही छेउमै पार्कमा भेट्टा गऱ्यो भाइभन्दा थोरैले काटी छ अरे कि एक हप्ताले अनि सँगै तिनजनालाई सँगै राख्नुहुन्छ त आजकल तुलक मामाले यसको मेरो बुहारी हो मेरो यसको गर्लफ्रेन्ड हो भन्नुहुन्छ अरे क्या तुलक मामाले कसलाई त्यो नानीलाई अनि त्यो नानीको आमा बुहारी चाहिँ के भन्छ साथी अरे
सानोमा त मेरो बोयफ्रेन्ड गर्नु भनिदिएको नि हाम्रो बाउले बिस्तारो नि हेर्नुहुन्छ बोयफ्रेन्ड मम्मी हो मम्मीले भन्नुभएको यो चाहिँ कुन्टेको यसको गर्लफ्रेन्ड अरे कि यो भाइ भयो नि त यसको गर्लफ्रेन्ड अरे सँगसँगै छ कि यिनीहरू सँगै हो कि भन्दा हुनु पनि सक्छ सेम मागी जस्तो मामाको छोराछोरी अनि यो चाहिँ कसको छोरी यो चाहिँ कसको छोरी त्यहीँनिर नेपालीकै छोरी रहेछ मामाको साथी त्यही छिमेकी त्यही रुममै बस्ने ड्रिङ्किङ घर त त नेपाली नै बस्दो रहेछ है त्यस्तो माइजूले सकेको हो माइजूले ट्याक्सी छ नि त पहिला त स्यासी हुन्थ्यो त्यस्तो ड्रिङ्क्स है दुईजना कुन काँचो काँचो चाहिँ नखानु भन्नु है काँचो अन्डा त काँचो नखानु भन्नु त्यो खाइदिनु है त्यो तिनवटा हो मजा आयो मजा आ गयो मेरो जुस देखायो खाथ्यो दामी मजा आयो काठमाडौँ उपत्यका आउँदाखेरि चाहिँ काठमाडौँ भक्तपुर ललित गर्दाखेरि चाहिँ नेवारी फुड चाहिँ चाख्नु होला किनभने योभन्दा बाहिर पाउनुहुन्न पाउँछ तर यतिको मिठो पाउँदैन कहाँ पाउँछ नि त काहीँ काहीँ पाउला सिको गरेर तर यसको उत्तम स्थल त यहीँ हो नि त ओजी खान्छ भने चाहिँ ओरिजिनल खानु छ भने चाहिँ काठमाडौँ भक्तपुर भ्यालीमा हो अब पूर्वको थुक्पा यहाँ बनाउनु खोजेर हुन्छ भन्नु त जसरी पनि हुँदैन नि त अब पूर्वको थुक्पा तपाईँको त्यहाँको जस्तो मिठास यहाँ पाउनुहुन्न काठमाडौँ भ्यालीमा चाखेको हो यहाँको यो टेस्ट यहाँको यो टेस्ट अब तपाईँ पाउनुहुन्न मैले तपाईँको नेवारी रेस्टुरेन्ट भन्ने तपाईँको उता पूर्वतिर देखेको छु छैन धरानतिर सब्जी मनतिर गाईतिर हुन्छ नि गाईतिर पनि देखेर यस्तो टिपिकल्ली त छैन होला हाम्रो घरसँग कतातिर देखेको छैन कतातिर देखेन कटारी त छैन होला उता घरमा हाम्रो कटारी त हाम्रो घर सिनेबाट पनि पेनीबाट हटाएको किन छैन नि अहिले Sorry. Oh my goodness. Too much work. Oh shit. एक वर्षले कति फरक पार्दो रहेछ सुन्नै यो पनि चाप्ने एक वर्षमा त्यस्तो भयो Anda pulut kemarin. Oh, boleh instrumen saya. Boleh bisa 10 dulu.
त्यो विधि हेरेर भयो तपाईँले त यतिको मलाई घरमा नआएको पैसा आयो चाहिँ चुल्हा तल गएको थियो अनि हामी माथि गएको थियो त्यहाँ भनेको तपाईँको हामीले लगभग सकाइसकेको छौँ मेरो बुढीले पनि पेमेन्ट गरेर आइसकेको छ हाउ मच ओके ल हामीले अहिलेसम्म यति खाएको 740 रुपियाँ भएको रहेछ है साथी होला मेरो बुढीले तपाईँको तिरेर आइसकेको छ र अब हामी निस्किन्छौँ यहाँबाट मजा आयो है मजा आयो क्या ए ओके ल गाइज हामी लगभग खाएर हामी निस्कन छौँ ओके ल साथी हो यहाँ पछाडि सक्नुहुन्छ लप्सी हाउस तपाईँको सुनाखोटी ललितपुरको एकदम फेमस तपाईँको नेवारी खाजा घर है ल यो चाहिँ तपाईँको टक्कै यो बुद्ध पार्क अगाडि छ ओइ गाइज तपाईँको हामी तपाईँको निस्किसकेको छौँ लप्सी हाउसदेखि ठ्याक्क तपाईँले मैले लोकेसन देखाइसकेँ सुनाकोटीको तपाईँको बुद्ध पार्क हेर्नु बुद्ध पार्कदेखि नजिकै छ र तपाईँको त्यो लप्सी हाउसदेखि अलिकति अगाडि चाहिँ तपाईँको हाम्रो यहाँ यो के मन्दिर बेबी र मन्दिर पनि छ ल हेरिहाल्नुहोस् तपाईँहरूलाई होइन टक्क लाएर एनिवे साह्रै मिठो भयो मन सन्तुष्ट भयो बेबी तिमीलाई कस्तो लाग्यो मिठो लाग्यो होइन उसलाई चाहिँ अलिकति तपाईँको चिकन र पर्क बाहेक अरू मासु चाहिँ अलिअलि गनाउँछु कहिले काहीँ त्यही भएर म चाहिँ धेरै खाइदिन्छु क्या ए ल र यो चाहिँ तपाईँको बालकुमारी मन्दिर होइन ठ्याक्कै तपाईँको यहाँ देख्नुहुन्छ यहाँ वरिपरि यस्तो पनि छ बौद्ध जन विहार भनेर अनि यहाँ तपाईँको बालकुमारी मन्दिर पनि छ है साथी होला टक्क ल्याएर ओके गाइज अघिसम्म मेरो बुढीले यस्तो मिठो मिठो भयो भनिदिएको थियो अहिले चाहिँ के भयो जेपाइले खाँदै ल्याउँछ भनेर अहिले चाहिँ गुनासो गरेर पेट दुख्यो कि एनिवेज साथी हो यो लोकेसन चाहिँ यही हो टक्कै यहाँदेखि अलिकति अगाडि हो ओके तपाईँको यो हाम्रो तपाईँको खाजा घरदेखि अलिकति अगाडि यहाँ तपाईँको यस्तो फुलो ग्राउन्ड पनि छ साथी हो होइन यस्तो दामी रिल्याक्स गर्ने ठाउँ छ टक्क तपाईँको खाएर खाने अनि त्यसपछि यहाँ रिल्याक्स गर्न यसो अलिकति हो मर्निङ वाक इभिनिङ गर्न आउँदा पनि हुन्छ र टक्क खाएर तपाईँको रिल्याक्स गर्न आउँदा पनि हुन्छ त्यस्तो छ है साथी हो यो चाहिँ लास्टै तपाईँको रमाइलो ठाउँ छ ल अहिलेको लागि अब हामी निस्किसकेको छौँ अब हामी घरतिर जाँदैछौँ ल साथी हो अहिलेको लागि हामी बिदाई माग्छौँ हामीलाई मन पराउनुहुन्छ भने हामीलाई सपोर्ट गर्न चाहनुहुन्छ भने च्यानललाई लाइक सब्सक्राइब र सेयर गरिदिनु होला र भविष्यको पहिलाको र अहिलेको भिडियो सबै हेरिदिनु होला झुलुङ्गे होस् यस्तो झुलुङ्गे त्यो झुलुङ्गे कति देखेको होला अनि ल बाई बाई